छुट्टै फ्यामिली छ, हस् प्रीतिको छुट्टै फ्यामिली छ होइन। ओके त्यसले ओके गर्दा कहिले काहीँ यसो टाकान टुकान भइरहेको हुन्छ, त्यति बेलामा कतै आउँदाखेरि माइन्ड नगर्नु ल है। ल आउनुभयो, खुसी लाग्यो। अब प्रीतिको त म त्यही त पहिला पनि बिग फ्यान हो म प्रीतिको, निस्केँ कतै बजार ल है त। हुन्छ ल, म प्रीतिले उपचार गर्छु एकछिन है त। ल ल हुन्छ हुन्छ। प्रीति सुब्बा, आजको हाम्रो क्लासमा एउटा कन्डमको क्लास भयो, कन्डम कसरी प्रयोग गर्ने अनि कन्डम उल्टो सुल्टो छुटाउने अनि ठ्याकको क्लास पनि भयो। म युज गर्दैन कन्डम। होइन, अब यस्तो हुन्छ, त्यो पनि लिङ्ग ठडाउने क्लास पनि भयो, लिङ्ग ठडाउने। अब लिङ्ग ठडाउने पहिलो उपाय हो लिङ्गको टुप्पो, अथवा त्यो लिङ्गको सुल्किएको छ लिङ्ग बिस्तारै सुल्काउने, लिङ्ग सुल्काउने, अगाडिको टुप्पोमा 10-12 चोटि चाट्ने, जिब्राले चाट्ने, र पनि उठेर भने पट्टै लिङ्ग हाल्ने। गुरु आमा हो कि त्यो कुरा नगर्नु ल, बच्चा जस्तो त यो क्लास नदिनु ल मलाई। तर के, आई एम रियली सरी, म प्रीतिको कुरालाई मान्छु, मैले प्रीतिको पापा हेरेको मान्छे हो, यस्तो राम्रो छ भगवान कसम। मैले अहिलेसम्म आँखाले हेरेका भिसी पुतलीहरू मध्ये प्रीतिको राम होइन, मैले झुट बोलेको होइन, पशुपतिनाथ कसम मैले हेरेको छु प्रीतिको। एक दिन मैले हेपेरै भनेको थिएँ, ए तेरो काम छैन, तेरो भैँसी पुतली होला भनेको थिएँ प्रीतिलाई। उसले बोल्नै हुँदैन क्या, यो अहिले लाडोपुती भन्नै हुँदैन यार। म गएँ है। ल सबले एकछिन बस, ल सबले फलो गरेर म लाइभ गर्नु। ल प्रीतिको सेतो पुतलीमा जिब्रा ल्याम चाटेर एकछिन भल है। पक्केडा म इन गरेर आइहाल्छु फेरि, सबैले फलो गर्नु। लाडोपुती बोल्नै हुँदैन त अहिले केटा, के भयो यार, फलो गर, सबले फलो गर।